छक्का भएको भए त खोलेर देखाइदिइहाल्थ्यो कहाँको केटी पट्टा हौ तिमीले पट्टुन त पट्टा हौ फोन आर यु कमेडी मी डग सिंगल आओ गाउँघरको खोलामा चाहिँ यस्तो हुन्छ कि यस्तो फोहोर छ होइन। हेलो साथीहरू, वेलकम ब्याक टु द माई च्यानल अनि तपाईँहरूलाई स्वागत छ मेरो यो अर्को नयाँ भिडियोमा। आई होप तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै आरामै छु। अनि आज चाहिँ म भर्खरै बारीबाट आएको। बारीमा चाहिँ म होइन टमाटरमा सुत्ली बाँध्न गएको थिएँ। अनि सुत्ली बाँध्न गएको बेला यस्तो भइदियो कि मेरो कपडा चाहिँ होइन, अनि त्यही भएर सुकाएर चेन्ज गरेर होइन अब चाहिँ म घरमा आइसकेको छु होइन। घरमा चाहिँ चल्लाको अवस्था यस्तो छ, पुरै पानी खान मन लाग्यो। हो नि, पानी खान मन लाग्यो क्या हो चल्ली, ओ चल्ली पानी खान मन लाग्यो। अनि चल्लालाई चाहिँ पानी खान मन लाग्यो रे। मैले चाहिँ पानी बसाल्दिनँ किनभने आजभोलि चिसोमा पानी खायो भने मर्छ। अब चाहिँ टक्क लाएर म पारितिर त्यो भालेको साँप्रा टोक्न जान्छु। यो भाले हेर्नुहोस् न, भाग्दैन कि यस्तो छ भालेको अवस्था होइन। भाले भन्दा नि मान्छेको अवस्था यस्तो छ, कपाल कोर्न लागेको छ कि यस्तो हिलामा पनि के बस काट्न लागेको हो कि यस्तो छ अवस्था होइन। अनि कस्तो यसरी लजाएको यस्तो कि कस्तो किन गर्ने हो यो के कस्तो हो यस्तो मान्छेको अवस्था होइन। मलाई चाहिँ हाँस लाग्छ कि फेरि म चाहिँ यतिखेर चाहिँ होइन घरबाट पनि माथितिर निस्किसकेको छु, किनभने चाहिँ पानी औला औला गरेको छ। अनि घरमा नबसेर पारितिर चोकतिर जाऊँ भन्ने कुरा भयो, तर म जान्छु कि नै त्यो चाहिँ थाहा भएन होइन। अनि अहिले चाहिँ मैले कोही देखेको छैन है, मान्छे चाहिँ कोही छ कि भन्ने त हो, तर कोही देखेको छैन चोकमा पनि होइन पारितिर। अनि पारितिर हेर्छु र पारितिर पनि कोही छैन, गाह्रो छ यार आजभोलि। ल 4 बजे छ, केटाहरू पनि आइसकेका छन् माथितिर। त म चाहिँ यतिखेर टक्क लाएर केटाहरू नै पनि आइसकेको छु होइन। केटाहरू चाहिँ टक्क लाएर यस्तो छ अवस्था। पारितिर चाहिँ ओइल लगाउँदैछन् है बड्डाले चाहिँ, सान्डाका ओइल अरुवा तेल लगाइराछु मैले केटा ए ओइल लगाइराखन् बड्डाले। अनि पारितिर चाहिँ छक्का बड्डा टक्क लाएर काट्दैछन् होइन। यस्तो छ, लगाऊ भाइ सान्डा ओइल, लगाओ छक्काको तेल, तेल लगाऊ भाइ, लगाओ छक्काको तेल। यता चाहिँ हाम्रो अङ्कलजी हुनुहुन्छ होइन, अंदर पुरै जाएगा त पुरै बहुत मजा आ जाएगा। अंदर से निकल जाएगा ओइल, निकल जाएगा ओइल, छक्का से लगाए ओइल पूरे लग जाएगा तुम्हारा उसमें गांठ में पूरे सांडा ऑयल लगा के गरम करके गैस में पूरे ऑयल लगा देंगे हम। कहाँबाट ल्यायो पूरे छक्का? काम कस्तो चल्दैछ? तान्ने हो ओ छक्का छक्का काम के चल्दैछ? कस्तो चल्दैछ? ए यति नआउँदै यो फोटो खिच्दै गार पे लेंगे। ए गार पे लेंगे। छक्काको अवस्था चाहिँ अहिले अलि न्यूनतम छ। उनी चाहिँ होइन मार्केटमा छैनन् आजभोलि चाहिँ। उनी छक्का चाहिँ होइन गई पो गर्ने जाकिन्छ भने मैले छक्कालाई चाहिँ धेरै दिनपछि भेटाएको छु। पो करने में जाकेगा बुझाएगा छक्का से जाएगा त बहुत मजा आएगा। पो गर्नेमा एक बार चल गई तो अंदर छक्का से एक बार चल जाएगा ना अच्छे से पटा रहेगा भाई। जाने रे झन् छक्काले गर्छन् के गर्छ। बड़ा नाम के रे चाट बहादुर उधर है चाट बहादुर भनौँ न चाट बहादुर होइन माई ड्याड यार।
बिहार फेरि सुङबहादुर र चाटबहादुर हो चाट र सुङ होइन काका नाम त भद्रा गयो कस्तो रे काका काका गर्ने नि उयो बड्डाले चाहिँ होइन टक्क लगाएर अङ्कलजी बसिदिनु भएको छ यता चाहिँ होइन वाइल्ड बड्डाले चाहिँ वाइल्ड लगेर आछन् अनि माथि चाहिँ माथि चाहिँ छक्का भाइ गएको छन् होइन छक्का त देखिन्न नि त माथि चाहिँ यार छक्का देखिन्न कम लड्किन्छ अरे एउटा लगा ओइल अनि यहाँ चाहिँ ओइल लागिरहेको छ अनि म चाहिँ टक्क लगाएर हेरिरहेको छु होइन लगाऊ जोर लगाऊ लगाऊ शान्तका तेल कहाँ लग्ने बाटो लगिल नि के भयो के गाह्रो यहाँ छैन मेल अर्को कहाँ छ भन्छ माइ छै कहाँ हो माइत होला बेसी लगाल्ने के ठ्याङ्ग्राल नपुग्ने भए अझै ठेङ्ग्रा त कति बनिन्छ छ यार पुरै छोड्यौँ कि ठेङ्ग्राको त अब झार त मैले भर्छु कि झारे छु राको चिज त सानो त्यही पनि के गर्ने वाइल लगा ए वाइल लगाने यो वाइल पारि चाहिँ अङ्कलजीले राखिसक्नु भएको छ अनि यता चाहिँ होइन यहाँ चन्दाका तेल यो खोलाको ढिकमा यहाँ चाहिँ माछा पाइन्छ है कर्णालीको जस्तो माछा नपाइयो नि यहाँ चाहिँ अलिअलि माछा पाइन्छ यस्तो हात धुनुपर्छ होइन यस्तो छ यस्तो छ कि अवस्था चाहिँ होइन यहाँ चाहिँ छक्का छक्का भाइ आज के हो यसो के हुँदैछ यार तिमी आज धेरै नर्भस देखाऊ त्यहाँ उफ्राको को झार्ने हो त्यो ओ बट्टा ओ यहाँ अड्डियाको कोल झार्ने हो त्यो अड्क्या त्यही न अनि म चाहिँ टक्क लाएर खोलामा केटाहरूलाई भेट्न आएको छु छक्कालाई ओइललाई अनि बड्डालाई होइन यस्तो छ पुरै सागमा लगाएर बसिरहेको छु होइन यस्तो हानिहाल्छ नि ऊ त्यही त ऊ यो चाहिँ कति युट जस्तो देखिन्छ र छन् त ठ्याङ्ग्रा जस्तो छ है लगा ओइल चिलाएको हुन्छ ठिक उयो यहाँ जाक्कै मच्छरले हानिदिएको रक तेल बारिदिएको माल रक तेल हानिदियो चाहिँ ऊ माथि छन् है कालै कालो भएर केही देखेको छैन यस्तो छ ठाउँ मान्छे हुन् कि भूत हुन् कि केही थाहा छैन माथि गएर भूत जस्तै छ नि त भूतै हुन् कि क्या हो ओए यतै हेर लगा ओइल कालकाजी लगा ओइल आज के का माल गरांगा काला काला माल है पे गर्नेमा ऊ छक्का तिम्रो नम्बर भन ओइ तिम्रो नम्बर भन कोही केटी चाहिँ यहाँ भने टक्क म यहाँ राखिदिन्छु चाहिए है किन छक्का भनिहाल्छ नि होइन छक्का उनको नाम चाहिँ होइन छक्का भनिसकेका छन् होइन छक्का यहाँ जुका लाग्छ क्या हो छक्काले चाहिँ यहाँ जुका लाग्ने ठाउँमा यार जग्गा बनाएको रहेछन् होइन अनि बड्डा चाहिँ उता ओइल लगाउँदैछन् छक्काले चाहिँ यहाँ के भने के छक्काले चाहिँ माथि होइन रुख बिरुवाको अन्त्य गर्दैछन् छक्का अनि म चाहिँ अब अर्ग्यानिक ढाडोमा जान्छु हाम्रो गाउँको लोकल अर्ग्यानिक ढाडो
अनि अगाडि चाहिँ बड्डा गइरहेको छन् होइन लोकल अर्ग्यानिक ढाड यहाँ चाहिँ के भएको रहेछ होइन पानी निस्किएको दही पानी निस्केको छ होइन अनि बड्डा चाहिँ पारी छन् नि काठ हाल्ने रहेछ अब अर्ग्यानिक ढाड कस्तो छ पानी मिठो छ पानी हान्ने हो पानी यसरी खाइन्छ है मूलमा चाहिँ पानी म चाहिँ खाएन गाइस किनभने यहाँ चाहिँ पानी खाने समस्या छ क्या जुका पस्ला भन्ने छ नाक्सामा होइन त्यही भएर चाहिँ मैले खाएन म चाहिँ देखाउने मात्रै गरेँ अनि अब चाहिँ म तलतिर लागिहालेँ बड्डाहरू चाहिँ यहाँ माथितिर छन् यस्तो छ 3 जना माथि काले त देखिन्न नि यार यहाँ छन् काले त देखिन्न नि यार काले त कहाँ भित्र घुसिरहेको छ नि यार नै देखेका काली स्मोकिङ काली स्मोकिङ अब चाहिँ म चाहिँ टक्क लाएर जाँदैछु घरतिर ल बड्डा लाग्यो म घरतिर ल लागियो अब चाहिँ म चाहिँ जाँदैछु घरतिर होइन टक्क लाएर यस्तो अर्ग्यानिक खोलाबाट चाहिँ बिदै भएर यस्तो छ बब्बाल छ कि नि यहाँनिरको चाहिँ अवस्था गाउँघरको खोलामा चाहिँ यस्तो हुन्छ कि यस्तो फोहोर छ होइन कति छ कति फोहोर त कुरै नगरौँ होइन अनि पारीतिर चाहिँ होइन बड्डाहरू छन् होइन टक्क ठ्याङ्ग्राहरू राखिरहेको छन् अब चाहिँ म चाहिँ ट्याक्क लाएर घरतिर जाँदैछु किनभने चाहिँ होइन अब चाहिँ म घरतिर जानुपर्ने हुन्छ घरमा पनि होइन हेर्नु पऱ्यो नि त त्यही भएर भ्लग त आजभोलि खासै टाइम दिन सकिएन कि भ्लगमा चाहिँ होइन के गर्नु यस्तै छ होइन मेरो पछिबाट चाहिँ छक्का वाइल आउँदैछन् यस्तो छ केटाहरू चाहिँ पारीबाट आउँदैछन् हट कालकाजी हक्यो के छ बड्डा ठिक छ बड्डा डल्ली बड्डा त यस्तो छ नि हजुर यस्तो पनि देखाइदिनु पर्छ के हो हान्नु लाग्यो गाँटी उसले कट रे यता हेर न कट लगाउनु परेन कट धामीको स्मोकिङवाला भेस्ट पुरै डग डगी हान्ने पुरै डग स्टाइलवाला पुरै अख्खा माल फाल्ने यस्तै हुन्छन् क्या छक्काहरू जहिले पनि गफ यस्तै लगाउँछन् छक्का होइन हो छक्का भएको भए त खोलेर देखाइदिइहाल्थ्यो देखाइदिने खोलेर छक्काले देखाइदिइहाल्छु छक्का भएको भए त अनि लिङ्ग पो छ र अनि मेरो अनि अब त्यो भाबा अब अर्को भाबा अब अनि देखाइदिने हो त छक्का त त्यस्तै हुन्छ के छक्का अनि भन्ने है काल छक्का होइन होइन डग स्टाइलमा काल छक्का काल छक्का ल लागि छक्का जिखान घरतिर अमिला खानुपर्छ के यार यस्तो गरे अमिला नखाऊ यार होइन अमिला चाहिँ हान्नु पर्यो हो ओ बड्डा खुर्पा खोइ यालिम अब चाहिँ लागिसक्यो म चाहिँ ती तलबाट नि हान्छ है घर अब चाहिँ म लागिसकेँ घरतिर टक्क लाएर होइन साथीहरू यहाँभित्र चाहिँ छक्का पिसाब फेर्न गएको छन् होइन अनि छक्का चाहिँ कस्तो हुन्छ भनेर हामीलाई थाहा छ त्यही भएर छक्काले चाहिँ हामीलाई केटी र केटाको त्यो हुन्छ नि मुत्ने त्यो चाहिँ हामीलाई देखाउने मिल्दैन त्यही भएर चाहिँ होइन त्यस्तरी एउटा हातले ढोका बुझेर होइन गएको छ नि छक्का टोइलेट यस्तो छ छक्काको अवस्था अब देखाउनै मिल्दैन छक्का भाइ भन तिम्रो के छ अन्तिम अवस्था मेरो अन्तिम अवस्था छ ठिक छ है मेरो नाम पनि छक्का पनि होइन के हो त नाम राखिदिएर हो अब खोलेर देखाइदिन्छु म छक्का है के हो होइन
बिना स्वाडी मान्छेले भन्यो भनेर हुन्छ अनि तिमीलाई चाहिँ होइन छक्कै भन्थ्यो त केटीहरूले के हो त अनि अनि को केटीले भने त अनि मलाई को केटीले भने अरे बड्डा छक्का भनेर बड्डा छक्का कोल भने अरे यिनलाई यी भनिरह अन्त के हो अनि कोले भनेर अनि मलाई छन् रे 2-4वटा केटीले भनिरहन् रे छक्का भनेर मैले त्यस्तै देखिरहेको छु होइन अनि यो कपाल किन छक्का जस्तो पाल्यो त्यसो भए अनि के पाल्न पाइँदैन पाइन्न यस्तो छक्का जस्तो पाए पनि यति सिम्पल यस्तो छक्का जस्तो अनि तिमीलाई कोही केटी चाहिए कि नै चाहिएको छैन केटी किन स्टकमा छन् स्टकमा छन् स्टकमा छन् पुरै पेल्ने मात्र हो मैले पेल्ने कुन कहाँको केटी पट्टा हौ तिमीले खोइ कता कता पट्टुन त पट्टा हौ पटन त पत्ता के हो फोन लगाउ न सुनाम एकछिन के भन्छ मोबाइल भए अब कहाँ छ मोबाइल अनि कोठामा छ अनि फोन लगाइदिने हो अनि के आइडी थाहा हुनु परेन अनि आइडिया ए छक्का तिमीले छक्का भन्ने यिन रे देखिले